टेलिभिजनमा उहाँलाई देख्दा उहाँका कार्यक्रमहरू हेर्दाखेरि अनि रेडियोमा उहाँलाई सुन्दाखेरि अथवा रिपोर्टर्स क्लबमै उहाँ जब त्यो सभापति भएर बस्नुहुन्छ सबैका अगाडि नाम चलेका ठुला नेताहरूका अगाडि विभिन्न क्षेत्रका व्यक्तिहरूका अगाडि जब उहाँ हुनुहुन्छ कस्तो लाग्छ? अब यो स्टार्टिङ जस्तो लाग्छ मलाई। उहाँलाई त यस्तो मान्छेले यत्रो अब यो जे भए पनि अरू एउटा यङ लिडरसिप चाहिएको छ त्यसमा र म यस्तो लिडरसिप चाहियो। म उहाँलाई मेरो आफ्नो हस्बेन्ड भनेर म भन्न चाहदिनँ। मैले अब उहाँलाई फुर्काउने मलाई आफ्नो मैले एउटा टिममा बोल्ने बित्तिकै अरूले मेरो नाम लिएला मेरो बुढाको भन्ने महत्त्व छैन होइन। उहाँ मैले चाहिँ अब अहिलेको स्थिति हेर्दाखेरि अरू नेता र प्रधानमन्त्री मन्त्रीको स्थिति हेर्दाखेरि उहाँले अगाडि आउनुपर्छ। प्रधानमन्त्री र राष्ट्रपति उहाँले यो दुईटामा हुनुपर्छ। उहाँ जस्तो व्यक्ति चाहिएको छ नेपाललाई। ऋषि धमलाजीको श्रीमतीले मूल्याङ्कन गर्नुभयो कि ऋषि धमलाजी प्रधानमन्त्री अथवा राष्ट्रपति मध्ये एउटा हुनुपर्छ। त्यो उहाँको मूल्याङ्कन हो। त्यसलाई हामीले सम्मान गर्नै पर्छ, भए पनि नभए पनि। तर मेरो विचारमा नेपालमा करिब 3 करोड जनसङ्ख्या छ। 2 करोड 50 लाख जनता प्रधानमन्त्री अथवा राष्ट्रपति भएपछि मात्रै ऋषि धमलाजीको पालो आउनेछ। त्यो चाँडै होस्। ऋषि धमलाजी प्रधानमन्त्री अथवा राष्ट्रपति मध्ये एउटा हुनुहोस्, म कामना गर्दछु।